अहिले चाहिँ यहाँ रोहिनीमा एकछिन थाक्नुसम्म थाक्यो होइन। हामी चाहिँ यो चामोन होमस्टेमा बसेको थियौँ। हेलो गाइज, वेलकम ब्याक टु अनदर भ्लग। र अहिले चाहिँ म र शिवम भाइ हामी सिलगढीतर्फ लागिरहेको छु। सिलगढीबाट चाहिँ आज हामी जाने हो पाक्योङ सिक्किम। भोलि 30 र 1 तारिक चाहिँ हाम्रो वेडिङ सुट छ, 2 दिनको वेडिङ सुट। र वेडिङ सुटमा लागिरहेको छौँ। अहिले चाहिँ यहाँ रोहिनीमा एकछिन बिसाइरहेको छौँ। रोहिनी त होइन, भर्खर 0 क्रस गरेर चाहिँ रोहिनीतर्फ लागिरहेको छौँ। थाक्नुसम्म थाक्यो होइन। अहिले चाहिँ हामी यहाँ रम्फू ब्रिजमा छौँ र रात परिसकेको छ। र अझै यहाँदेखि 21 किलोमिटर, 21 होइन 24 किलोमिटर्स जानुपर्ने रहेछ है। सो अलिकति चुलाई तलाक बनाएर हामी फेरि हाम्रो यात्रातर्फ लाग्नेछौँ। ल आइपुग्यौँ हामी चाहिँ मामरिङ पाक्योङ। अहिले चाहिँ हामी ब्राइडको घरमा सुट सकेर ग्रुमको घरपट्टि लागिरहेको छौँ। हामी चाहिँ बेहुलीको घरबाट पनि बेहुलाको घर आइपुगिसकेको छौँ। अहिले चाहिँ 8 बज्यो। पानी पर्यो सरर, पानी आइरहेको छ होइन, पानी परिरहेको छ र 9 बजिसकेको छ। हामी चाहिँ यहाँ होमस्टेमा आइरहेको छौँ र होमस्टेको अनर चाहिँ हिँडेर आउनुहुँदैछ तल बिहाघरबाट र पर्खिरहेको छौँ। आज सुतेर भोलि बिहान उठेर फेरि भोलिको यहाँ रिसेप्सन सुट छ। आज चाहिँ केटीपट्टि थियो अनि भोलि चाहिँ केटापट्टि। आज चाहिँ ओभर थाक्यो होइन। एक त लामो बाटो राइड गरेर आएको हिजो हामी, त्यही माथि आज फेरि केटीको घरबाट केटाको घर आइपुग्नु पनि धेरै समय लाग्यो। र अहिले चाहिँ हामी यहाँ होमस्टेमा छौँ, म र शिवम भाइ मात्रै। र अब चाहिँ सुत्न आँटेको। गुड नाइट, भोलि बिहान भेटौँ। गुड मर्निङ गाइज। अहिले चाहिँ बिहानको 7 बज्यो। भर्खरै आँखा खोल्यो मेरो चाहिँ। आज चाहिँ अब सायद हामी यहाँबाट 9 बजीतिर निस्किन्छौँ होला। त्यहाँ वेडिङ चाहिँ घरमा हामी जान्छौँ। अन्त आज चाहिँ रिसेप्सन सुट हुन्छ। भाइको जोस देख्न सक्नुहुन्छ होइन। वाह हामी चाहिँ हिजो राति यो होमस्टेमा बसेको थियौँ र अब चाहिँ बिहाघरपट्टि लाग्न आँटेको। आजको चाहिँ सुट अलमोस्ट सकिन लाग्यो र आज चाहिँ हामी यहीँ बस्छौँ सिक्किममै होइन। सिक्किम यो जग्गाको नाम चाहिँ रहेछ पाण्डम। सिक्किम रम्फूदेखि झन्डै 20 किलोमिटर जस्तो टाढो। र आज हामी यहीँ बस्छौँ। भोलि चाहिँ फर्किने एकदम बिहानै। भोलि बिहान चाहिँ फेरि हामी 8 बजीभित्र खरसाङ पुग्नुपर्छ। त्यहाँनिर एउटा सामान डेलिभर गर्नु जानुपर्छ। त्यही भएर चाहिँ आज कति बजे छ, 9 बजे छ। यहीँ छ होमस्टे चाहिँ। अब गएर सुतिहाल्ने अनि बिहान छिटो उठेर जाने। सो गुड नाइट, भोलि बिहान भेटौँ। गुड मर्निङ गाइज। अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ पाण्डमबाट है। हामी चाहिँ यो चामोन होमस्टेमा बसेको थियौँ। यो जग्गा चाहिँ सेन्ट्रल पाण्डम भन्दो रहेछ। यहाँ मन्दिर पनि छ अरे कहाँनिर। अहिले चाहिँ बिहानको 5 पनि बजेको छैन, अलमोस्ट 5 बज्नै लाग्यो। र अब चाहिँ हामी यहाँबाट हिँडेको। अहिले चाहिँ यहाँ हामी पेसोकमा एकछिन रोकेको थिएँ र यहाँ चाहिँ प्रणामी रेस्टुरेन्ट छ, प्योर भेज। र हामी चाहिँ भेज भएको कारणले गर्दा यहाँ रोकेको। अब चाहिँ फेरि लाग्नु आँटेको। अहिले चाहिँ झन्डै 7:30 हुन आँटेछ। आज चाहिँ मेरो सिधै ड्युटी जोइन गर्नु थियो र म सिधै ड्युटी आएँ र बाटोमा त्यति साह्रो भ्लग पनि गर्नु पाइनँ। सो आई होप यो भ्लग हेरेर तपाईँलाई मजा आयो होला। मजा आयो भने चाहिँ लाइक गरिदिनु, आफ्नो फ्रेन्ड्सहरूसँग सेयर गरिदिनु अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर जाने। सो फेरि पनि भेट हुनेछ नयाँ भ्लगसँग। टिल देन टेक केयर एन्ड बाई बाई।